भाइ 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 त्यसो नगर न भाइ यसो नगर न खोइ एकचोटि हात लगायो भने हामी फेरि साथ दिँदैन हामीले त्यसो हुँदैन भाइ नगर न तिमी त्यसो गर्न तु यता बस त तिमीले त्यसरी त्यस्तो गऱ्यो भने फेरि काम हुँदैन नि त्यसो नगर त कहाँ बाङ्गेको छ बाङ्गेको राख्ने यहाँ होइन यही होइन बाङ्गेको बाजेको मुख अनि पहिलेबाटै थाहा थियो त्यो योसँग म बिहे गरेको भनेर थाहा थियो नि त सबै थाहा थियो ए त्यही पैसा कति खाएको छ त्यही बिल दिख ओ ठिक छ तिरौँला विदेश तिरौँला तेरो पैसा केही ठुलो कुरो विदेश तिरौँला भन्ने त हुँदैन त यहाँ त मेरो जिन्दगी त बर्बाद अब यता अब भाइले पनि त यसरी बिहे गरेको छ नि त होइन त्यो त भयो तर खास तपाईँले श्रीमान माया मात्रै गरेर पुग्दैन नि भन्नुको अर्थ चाहिँ के हो चाहिएको के भन्नु के चाहिएको उहाँको श्रीमान 2 नम्बरमा पर्नुभयो हजुर तपाईँको चाहिँ कति नम्बरको श्रीमान थियो मेरो पनि 2 नम्बरको गजब छ ताली हिर्काउनुहोस् दर्शक नेक्स्टचोटि यति माया गर्दा पनि अब अझै माया गरेर मात्रै पुग्छ र भन्नु क्वेसन गइरहेको भन्नु न त्यसको राय चाहिँ के हो सबै थोक मायाले मात्रै पुग्ने त होइन नि त अन्त भनिहाले त तपाईँले घरै छोडेर हिँड्नुपर्ने बाध्यता चाहिँ के आइला अब दिमाग बिग्रे भयो त्यही त हो नि घर छोडिहाल्यो अब छोरी मान्छे गल्ती भइहाल्छ अब के भन्नु अब अलिक क्लोज आउँथ्यो तपाईँ छोड्ने बाध्य छ अब यसरी बालबच्चा पनि त छ होला नि त होइन आज यो भाइलाई छोडेर हिँड्नुभयो भोलि यता भाइलाई छोडेर हिँड्नुहुन्छ होला अनि यस्तै के हुन्छ आज उहाँ भाइलाई छोडेर हिँड्नुभयो पहिलो श्रीमानलाई अब अर्को दोस्रो श्रीमान यहाँ भेटाउनु यहाँ राख्नुपर्छ छ भोलि गएर दोस्रो श्रीमानलाई पनि छोडेर जानुहुन्छ होला त्यसरी तपाईँले के नाम दिनु तपाईँलाई अब त्यो त यस्तो अनि यसरी जीवन सक्छ होइन चल्दैन श्रीमानहरूको पनि त एउटा श्रीमतीलाई माया दिनु पर्यो के दिएन तपाईँलाई ठ्याक्कै तपाईँले भन्नु त के भन्नु उसले होइन उसको विदेशको पैसाले मात्र हुन्छ भन्नु त उसको विदेशको पैसाले मात्र हुन्छ कहाँ हिँड्दा पनि साथीभाइसँग हिँड्नु पर्ने है के कुराहरू भन्दा पनि किन जान्छस् के गर्नु जान्छस् तेरो के काम छ त्यस्तो पनि हो काम नपरि त हिँड्दैन नि जिम्मेवारीमा त सोध्नु त पाइन्छ नि त सबैले पनि सोध्नु जिम्मेवारी किन पाइँदैन अनि म गेर्छु कटिङ सिक्छु न पार्लर सिक्छु न किन सिक्ने व्यवहार चलाउने चाहिँ मै हो उसलाई विदेश पठाउँदै भने मै हो तपाईँले परिवार धान्नु पर्यो कति पठाइदिनु हुन्थ्यो महिनामा खर्च महिनामा होइन 3 महिनामा ऋण थियो कति पठाइदिनु हुन्थ्यो 10,000 कहिले 15,000 ऋण तिर्थेँ म 10,000 एकचोटि मात्रै पठाएको छु तँलाई मसँग सबै कागज छ ल बिल निकाल न त ऋण मात्र मलाई मात्र खर्च पठाइदिएको चिन्नुहोस् नि खर्च त तँलाई महिना पछि पठाएको छु नि त 1.5 महिना भयो 1-2 महिना पछाडि पठाउँछु भन्दा पनि तँलाई त मैले जाऊ त भाइ अगाडि तँलाई म 2 महिना पछाडि पठाउँछु भन्दा धेरै पठाइदिएको छु नि त पैसा विदेशमै फोन गर्दिस् नि अहिलेबाट सुनेको होइन तैँले सुन्न त सुनेको हो कि तर तिमीहरू त विदेश गथिस् त मैले कसरी आउने विदेशमै लाउँथिस् न म आउँथेँ नि त यता सररलाई त मैले पहिल्यै कन्ट्याक्ट गरेको थुप्रो भयो यहाँ सरर मार्फतै यहाँ तँलाई भेटाएको अहिले ए त्यही पैसा कति खाएको छ त्यही बिल दिख ओ ठिक छ तिरौँला विदेश तिरौँला तेरो पैसा के ठुलो कुरो विदेश तिरौँला भन्ने त हुँदैन नि त यहाँ त मेरो जिन्दगी त बर्बाद अब यता अब भाइले पनि त यसरी बिहे गरेको छ नि त होइन अब भाइले जस्तै अर्काको श्रीमती उठाएपछि त तिर्नुपर्छ भने त होला नि त जारी होइन अब जारी तिर्नुपर्छ भनेपछि अब भाइको त सिधी सम्पत्ति बहिनीको नाममा रहेछ होइन अब त्यति मात्रै नभएर अब तपाईँले पनि अर्काको श्रीमती ल्याइसकेपछि तपाईँले पनि केही जिम्मेवारी चाहिँ भार पर्छ होइन अब भाइले अहिले भर्खरै मुद्दा हाल्यो भने तपाईँहरू जेल जानुहुन्छ 2 जना 7 वर्ष 7 वर्ष तपाईँहरूको जेल जीवन बिताउनुपर्छ 2 जना त्यसमा पनि तपाईँले सँगै बस्नु पाउनु मिलाउने बस्नुपर्छ होइन अब त्यसरी तपाईँहरू अगाडि जानुहुन्छ कि अब भाइको पैसा श्री सम्पत्ति कति छ बहिनीको नाममा होइन त्यस पछाडि भाइले कति चाहिँ अब जारी उठाउँछ त्यो त तपाईँले दिनुपर्ने हुन्छ होइन त्यसमा के छ तपाईँको कस्तो लागिरहेछ आज यस्तो विवाह गर्नुभयो विवाह पनि यो खालको गर्नुभयो कि तपाईँले आज मिडिया अगाडि आउनुपर्ने तपाईँलाई खोज्नुपर्ने होइन तपाईँको जिन्दगी तपाईँले बनाउनु भयो हेर्नु त यो उसको जिन्दगी के हो ऊ सँगसँगै उसको 2 जना नानीहरू छ होइन सही गर्नुभयो तपाईँले भाइ त्यसो नगर न भाइ यसो नगर खोइ एकचोटि हात लगायो भने हामी फेरि साथ दिँदैन हामीले त्यसो हुँदैन त्यसो नगर न तिमीले त्यसो गर्न तु यता बस त तिमीले त्यसरी त्यस्तो गऱ्यो भने फेरि काम हुँदैन नि त्यसो नगर त
हामीले पुलिस प्रशासन सबै बोलाएको छौँ। अब तपाईँहरूलाई हामी के भन्छौँ भने गल्ती गर्नु भएको छ, गरेकै हो नि गल्ती। रिना बहिनी गल्ती गरे हो नि। दुईवटा नानीको भविष्य के भयो भन्नु त? के छ कस्तो छ नानी बुझ्या छ शैली? के कस्तो अवस्थामा छ बुझ्या छ? तैँले राखेर मात्रै हुन्छ त्यो नानी? म लान्छु भन्दा लान त्यस तैँले नानी? अस्ति त बाजे बिरामी प्रेसरले हालेर भनेर झरेको थियो सर त। अस्ति म घर पनि गथेँ तँलाई लिनु भनेर। बाजे बिमारी हुनुहुन्छ अरे तपाईँको? कहाँ बाँगेको छ? बाँगेको राख्ने यहाँ होइन? यही होइन बाँगेको बाजेको मुख? अनि पहिलेबाटै थाहा थियो त्यो योसँग म बिहे गरेको भनेर थाहा थियो नि त? सबलाई थाहा थियो त। मैले त मैले बिहे नै गरेको छुइनँ भन्थिस् नि त। कहिले बिहे नै गरेको छैन कहिले किन भन्छस्? पहिले पनि तँलाई मैले एकचोटि तँ यसरी नै हिँडेको थिइस्, तर मैले वहाँनिर गाउँ ओडामा तँलाई मैले मिलेर बस्नु, नानीहरूको भविष्य नबिगारौँ भन्दाखेरि तैँले हुन्छ मिलेर बस्छु भने 15 दिन पछाडि तँ यसैलाई फोन गर्ने होइन? सिम लुकाएर यसैलाई फोन गरेको थिइस्? यसैलाई हो? यसैलाई फोन गरेको थिएँ। लभ म्यारिज होइन तपाईँहरूको पनि पहिला बहिनी? लभ म्यारिज उहाँसँग फेरि पछि लभ पऱ्यो? उसँग लभ गरेको। कसरी लभ पऱ्यो तपाईँको? दुईवटा नानीको आफ्ना छ, श्रीमान हुनुहुन्छ, अनि कसरी तपाईँको लभ पऱ्यो फेरि पनि? तपाईँको नाममा कति छ प्रपर्टी उहाँको? सिधा भन्न घडेरी के छ भाइ भन्नु तिम्रो यता अगाडि तैँले 2 लाख मात्रै चला छ? 2 लाख छैन नि, कतस मैले फिर्ता गरेको नि 1.5 लाख मात्र छ। कता फिर्ता गरिस् या के गरिस्? त्यो तैँले राखेको, मैले मान्छे पनि खोजेको, तैँले कहाँ राखेछस्? मान्छे मैले पाएन, त्यो त मलाई जग्गा चाहियो नि, तैँले राखेको नि। मलाई त्यो अरू मलाई केही थाहा छैन, मलाई जग्गा चाहिन्छ, कहाँ छ के छ मलाई अहिलेसम्म थाहा छैन। म खोज्दा पनि त्यो मान्छे भेटिनँ, कसकोमा राखेछस् के गरेछस् मलाई थाहा छैन। जग्गा चाहिँ किनेको छु भनेको छ? जग्गा किनेको होइन सर, किनेर यसले व्यक्ति मान्छेकोमा राखेको छ होइन? अब त्यो मान्छे मैले भेट्न सकिनँ क्या, मैले खोजेँ पनि धेरै खोजेँ तर मैले भेटिनँ। को हो कसकोमा राखेको छ थाहा भएन? थाहा भएन सर, मैले खोजेँ धेरै खोजी पनि गरेँ। तँलाई त मैले कति कन्ट्याक्ट गर्न खोजेको, फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदा नि तैँले ब्लक गर्थिस् गर्दैन। अहिलेसम्म हेर यहाँ टिकटक समेत बन्द गर्छ मसँग। त्यो त मैले टिकटक चलाएको हुन्छ। चलाउँदैन। अब के छ इच्छा बहिनी तपाईँको? के छ इच्छा तपाईँको? के इच्छा हो अब? मैले अब इच्छा के भन्नु, हामी नबोलेको, हामी 2 वर्ष हुन्छ उहाँसँग नबोलेको? उहाँले के गल्ती गर्नु भएर बोल्नु भएन? त्यो खर्च पनि दिएकै रहेछ। म त खर्च कति खर्च छ लु निकाल्न त भयो त। कति खर्च श्रीमतीलाई दिएको खर्च दिएको चाहिँ नि घरमा बिल काटेर कसैले राख्दैन क्या बहिनी? परिवारलाई खर्च गरेको, तिमीलाई जुत्ता किनिदियो भन्न चाहिँ यति बिल भयो भन्दै कसै व्यक्तिलाई गर्दैछ त्यसो गर्दैन होइन? त्यो बिल राखेर कसैले बस्दैन, लेखेर राख्दैन, किन परिवार भनेको आफू जस्तो सोचेको हुन्छ मान्छेले। अहिले मोहन भाइ कति खर्च गर्नु मलाई बिल छ? उहाँसँग छैन त बिल? अनि उहाँ चाहिँ हराइरहनु भएको थियो र यतिखेर चाहिँ उहाँ पराई पुरुषसँग उहाँकै घरमा भेटिएको छ र हामीले उहाँहरूसँग पहिलेको श्रीमान किन छोड्नुभयो यो यावत कुराहरू उहाँहरूबाटै हामी सुनेछौँ। उहाँ चिन्नुहुन्छ? तपाईँको शुभ नाम? रिना याखा भुजेल। रिना याखा भुजेल। उहाँ चाहिँ को हो तपाईँको? श्रीमान। कति नम्बरको श्रीमान? त्यसो हुन पाइन्छ होला नि? 1 नम्बरको। 1 नम्बरको। उहाँ 2 नम्बरको भन्नु। उहाँ 2 नम्बरको। गजब छ बा। तपाईँको शुभ नाम? मेरो मोहन विश्वकर्मा। मोहन विश्वकर्मा। तपाईँ उहाँको श्रीमान 2 नम्बरमा पर्नुभयो? हजुर। तपाईँको चाहिँ कति नम्बरको श्रीमान थियो? मेरो पनि 2 नम्बरको। गजब छ। ताली हिर्काउनुहोस् दर्शकले नेक्स्टचोटि। अनि तपाईँले दोस्रो बिहे गर्नुपर्ने अवस्था किन आयो? अर्काको श्रीमती नै उडाउनु पर्ने के भयो? अरू पनि त पाइन्थ्यो होला, उहाँ पनि त बालबच्चा छ। अब यस्तो भयो, उहाँ फोनमा हामी बोलिराख्थ्यौँ, बोलिराख्दाखेरि अब त्यस्तै अब माया प्रेम बसिसकेपछि अब एकअर्कामा छुट्न सकिन, बिहे गऱ्यौँ। त्यसरी बिहे गर्नुभयो? 2 नम्बर पर्नुभयो तपाईँ? रिना बहिनी, म बहिनी भनेर सम्बोधन गरेँ। छोराछोरी थियो कि थिएन घरमा? छ। माया लाग्छ लाग्दैन? लाग्छ। त्यो आफ्नो छोराछोरी माया लाग्दैन, लागिहाल्छ नि। त्यो पनि माइतमा हुर्काएको, माइतमै हुर्काइ बढाइ गरेको, अहिले पनि माइतमै छ। अनि
त्यो छोराछोरीको माया लाग्दाखेरि आज परै अछ्यानमा देखियो त अनि आज भेटियो पनि भेट्नु देखेको पनि योभन्दा 2 वर्ष 3 वर्ष सबले देखिसकेको पनि हो। अनि मैले यसरी गरेँ अब तिम्रो बाटो लाग भनेर आफ्नो जेठो श्रीमानले किन भन्नुभयो? अब त्यो त मलाई थाहा भएन। उहाँ हुँदाखेरि फोन गर्नुभएको थियो, म आउँछु भन्नुभएको थियो। त्यही पनि आउनु भएन, मैले बाटो हेरेँ यहाँ आउँदै अनि मेरो यहाँ सम्म थियो, सम्मको लागि म आएको। सम्मको लागि आउनुभएको तर होइन सम्मै थियो 15 गतेको हो। अनि भन्नु त्यहाँदेखि ठुलै थियो अनि अब मेरो छुट्टीमा आएको हो। अब 1 महिना मात्र छ फर्किनलाई, त्यति के भन्नु। अब बुद्धि बिग्रिहाल्यो। हामी पहिल्यैबाट अब बोलेकै हो। विदेश होइन बोलेन होला, के भयो बोलेन उसँग पनि। अब त्यही त हो नि। अब उहाँसँग बिहे गर्दाखेरि प्रेम गरेर बिहे गर्नुभएको कि पहिलो देख्नु? बच्चामै बिहे गरेँ। बच्चामै चिन्जान थियो? 15-16 बिहे गरेँ। चिन्जान थियो मजाले? चिन्जान मजाले थियो। लभ गरेरै बिहे गरेको? खै लभ गरेर गरिएको मन परेर गरिएको। बाबा मम्मीले माग्न आउनुभएको थियो कि आफै जानुभयो? आफै जानुभएको। राति त लगेको। ए राति भयो। बिहे गर्नुहुन्छ भने थाहा थियो कि थिएन? अब बिहे गर्नुहुन्छ होला, अब त्यही भनेर त गयो नि। रूप रङ कस्तो देख्नुभयो ऊ भाइको? राम्रै देखियो भन्दा पनि अब अहिले कस्तो देखिन्छ एकचोटि हेरेर भन्नु न। राम्रै छ तर उमा केमा कमी थियो? ऊ त्यति धेरै नबोल्ने। अनि बहिनीले चाहिँ धेरै बोल्न चाहिएको? धेरै नै। अब जस्तै भयो भने एउटा श्रीमान भएपछि अलिकति केमा कमी भयो भन्नु न। आज हामी दुई पक्षको कुरा राख्छौँ, किनभने भाइले हिजोस्ति पनि हामीले गुनासो राख्नुभएको छ। मेरो श्रीमती त्यसरी हराउनु भयो, मैले यति धेरै माया गरेको हो। पटक खोजी बस्नुहुन्थ्यो उहाँ तपाईँकै लागि खोजिरहेको छ। ढङ्गुटाको बोधेबाट खोज्दै आज यो ठाउँमा आइपुगेको छ। भन्नु आज के कुमा कमी उहाँबाट खट पाउनुभयो र छोड्नु बाध्य पर्नु? माया गरेर मात्र हुँदैन नि। यो थोक गर्छु न, फल्नु थोक गर्छु न भन्दा हामीलाई पनि लाउन खान मन लाग्छ। श्रीमानकै पैसाले मात्रै पुग्दैन नि हामीलाई पनि। के गर्नु चाहनुहुन्थ्यो? अब त्यही हो, पहिले पनि विदेश नजानु भन्दाखेरि नै जबरजस्ती गरेर गएको हो मैले बाजेको ऋण काट्दिएर। अनि अब त्यो पनि नबोली म्यासेज गर्दै पासपोर्ट दिनु भनेर दिएकै हो। ऊ गएकै हो, त्यहाँबाट अब विदेश भयो। विदेश हुँदा पनि झगडा हुने, अब के हुने त्यस्तै त हो नि। झगडा हुने, अब पैसा माइतमा चाहिँ त्यति खर्च नलाग्ने। त्यही अब नानीहरू बिमारी भइरहेको थियो, अनि ऋण काट्थेँ, अनि उसले पठाउँथ्यो मैले तिर्थेँ, त्यस्तै। नबोली गए पनि ऋण चाहिँ तिर्नु भयो? तिर्नु त्यो त भयो, तर खास तपाईँले श्रीमान माया मात्रै गरेर पुग्दैन नि भन्नुको अर्थ चाहिँ के हो? चाहिएको के भन्नु न? के चाहिएको? अनि अब उसले नै पठाएको मात्र मैले सबै पुऱ्याउनु त सक्दिनँ नि त। म पनि काम गर्थेँ, म पनि केही सिपहरू सिक्थेँ, काम दिन्थ्यो। के सिक्नु भयो? केही नि के सिक्नु? गोठाला दाउरा घाँस त्यति न पढाइ भयो, सानै उमेरको लगो न पढायो न के गरो, त्यही त घाँस दाउरा त्यति नै। कति पढ्नु भयो? मैले कति पढ्न 8 त पढेँ नि। अनि 8 पढेर फेरि पनि पढ्नु पाउँथ्यो नि? त्यही त नि। चाहना गर्नु भएन? पढ्छु भने त म पढाइहाल्थेँ नि। पढ्छु भने त मसँग जानुभन्दा अगाडि नै छोडेको हो कि होइन तैँले स्कुल? 4-5 महिना अगाडि नै स्कुल छोडे। अब त्यो भन्नै पर्यो नि, छोडेको थियो भन्नु। पढ्छु भनेर मलाई एकचोटि भनिस्? त्यो भन्दा अगाडि कहिले कर गरेर बोलौँ भन्ने यहाँ कुरा एउटा आउँछ। बिहे गरेको कति वर्षमा नानी जन्मियो? बिहे गरेको हामीले 71 सालमा हो, 73 मा नानी भएको। 1 वर्ष ग्यापमा बच्चा जन्मियो। 1-1.5 वर्ष भनौँ न। अब 71 मै गरेको, 71 सालमा गरेको। अब
73 को असोजमा नानी भएको। अब तपाईँको श्रीमानले काम नगर्नु राम्रोसँग बस्छु म कमाउँछु भन्दै तपाईँले त्यति माया गर्दा पनि अब अझै माया गरेर मात्रै पुग्छ र भन्नु क्वेसन गइरहेको भन्नु न त्यसको राय चाहिँ के हो? सबै थोक मायाले मात्रै पुग्ने त होइन नि त। अन्त भनिहाले त मलाई कटिङ सिक्छु भन्दा नदिने, यो गर्छु न भन्दा नदिने, पार्लर सिक्छु। म त भर्खर केटी हो नि त, मैले नि त सिक्न पाउँछु नि त, मैले पनि केही गर्नु पाउँछु नि त। केही गर्न नदिने माया गरेर अनि श्रीमानले पुग्दै दियो भने त पुगिहाल्थ्यो त। अनि धेरै नबोल्ने, अब धेरै नबोल्ने मान्छेको हामी बुझ्दैन केही कुराहरू। धेरै बोल्ने मान्छेको त बुझिहाल्यो नि सर। अब धेरै बोल्ने मान्छेको त यस्तो हुँदो रहेछ। बुझ्यो त। आज आफूले कस्तो लाग्छ जीवन? मलाई अब के लाग्छ, विदेश गएर आयो सुनिहालेको ठिकै लाग्छ। गल्ती गरे अब ऊ विदेश मसँग सल्लाह नगरी गएको मान्छे, यो फेरि चोटि पनि मलाई 1 रुपियाँ पैसा नदि गएको मान्छे, अनि के खाए के बस्यो होला? माइतमा सबै त सबले पुऱ्याइदिन्छ मलाई, कसले दियो पैसा? सबै मैले गएको रे, उहाँ गएपछि मैले सबै ऋण तिरेको। उहाँले हेर्नु भएन, उहाँले पैसा त पठाउनु भएन। मैले पैसा पठाउनु म यस्तो भएको सर, यो पहिले पनि हिँडेको थियो नि त, त्यो कारणले म आएँ छुट्टीमा। यसले मलाई डिभोर्स मागेको थियो, डिभोर्स दिए, अहिले आइज भोलि आइज, यतातिर अथवा तेरो बाउलाई पठा भने। त्यो भएपछि म उहाँबाट इमर्जेन्सी लेटर हालेर म घर आएँ। घर आएपछि यसलाई खोजी गरेँ, यो विराटनगर कता छु, इटरी कता छु भने। त्यो भएपछि ल ठिक छ भोलि आउँछु भने। भोलि आउँछु भनेपछि हामीले पर्ख्यौँ, उहाँ वेट गऱ्यौँ होइन। वेट गरेपछि आए पनि उहीँ गाउँपालिकामा भेट भयो, कुरासुरा भयो। त्यहाँदेखि किन यसो गर्छस्? अब नानी त त्यतिखेर छोरा भनेको 3 वर्ष भर्खर लागेको थियो होइन, सानै थियो, बाबु दुध खाने बालखा थियो। अनि उसले त डिभोर्स गर्छु म तसँग बस्दिनँ भनेको थियो। र पनि मैले नानीहरूको लागि होइन, म पनि मेरो आमा पनि छैन होइन, मलाई नि सानै उमेरदेखि छोडेको मेरो आमाले। आफ्नो आमा नभएको कस्तो हुन्छ होइन, म त्यो राम्रोसँग बुझ्छु सर। त्यही कारणले मैले आफ्नो आमा भए जस्तो हुँदैन भनेर उसलाई मैले सम्झाएर ओडामा लगेर एउटा सानो उयो गरेर कागज गरेर मिलेर हामी बस्छौँ होइन। ऊ पनि ठिक छ म बस्छु, मेरो बुद्धिले जहाँसम्म भ्यायो त्यस्तै भयो, अब म त्यसो गर्दिनँ, नानीहरूको भविष्य नबिगारौँ भनेर उसले पनि भन्यो। त्यो कारणले मिल्यो हामी होइन। मिलेपछि त्यस्तै 15-16 दिन त्यस्तै भएको थियो होला। यो त्यति बेला मकै भाँच्ने सिजन थियो होइन। त्यो टाइममा ऊ खेताला गएको थियो, ससुराली नै गएको थियो। अनि म चाहिँ ससुरालीमै थिएँ। अब ऊ खेताला गएर आयो, आएर अब बिहान खेताला गएको मान्छे अब रेस्ट गर्छ होला आएपछि त भन्यो नि त। हाटमा अलिकति अब सुतिरहेको थियो, अनि सुतेपछि भरे अब घरकै मकै भाँच्न जानको लागि उठेर गयो।